हेलो साथीहरू, नमस्ते। स्वागत छ तपाईँलाई मेरो यस भिडियोमा। हजुरहरू सम्पूर्ण सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। आज चाहिँ म तपाईँहरूको माझमा एउटा खुसीको खबर लिएर आएको छु। जुन खुसीको खबर जसले कोरियन भाषा अध्ययन गर्दै हुनुहुन्छ उहाँको लागि हो, अरूहरूको लागि होइन। त्यो खबर के हो भने अहिले तपाईँको चाहिँ रुट इन्डस्ट्रीमा फर्म खोलिएको छ। यो जो कोहीले भर्न सक्नुहुन्छ होइन। तर यसमा भर्नको लागि चाहिँ केही क्राइटेरियाहरू पुरा गर्नुपर्ने हुन्छ। यो तपाईँको इपिएस जस्तो होइन, रुट इन्डस्ट्री है। फेरि याद गर्नुहोस्, रुट इन्डस्ट्री हुन त कतिले सुनिसक्नु भयो। अब त्यसमा फर्म भर्नको लागि चाहिने क्राइटेरिया चाहिँ के हो भने विशेष बुझ्नुहोस्, रुट इन्डस्ट्री भनेको वेल्डिङ काम गर्ने, वेल्डिङ सम्बन्धी काम गर्ने तपाईँको क्षेत्र भनौँ। अब यसमा तपाईँले फर्म भर्नको लागि सबैभन्दा पहिला +2 पास गरेको सर्टिफिकेट तपाईँसँग अनिवार्य हुनु पर्यो। +2 पास गर्नुभएको छैन भने तपाईँको लागि होइन। एजको कुरा गर्नुहुन्छ भने 18 देखि 39 सम्म, यो थाहा भएको कुरा हो। अनि अर्को कुरा आयो तपाईँको चाहिँ तपाईँले वेल्डिङ जान्नुभएको छ भने पनि हुँदैन है। वेल्डिङ तपाईँले गरेको सर्टिफिकेट अनिवार्य हुनु पर्यो। सिटिभिटीबाट या एनओटिभी भन्ने एउटा संस्था छ, त्यसबाट गरेको हुनु पर्यो। त्योबाट गर्नुभयो भने चाहिँ मान्यता हुन्छ है। यो चाहिँ फुल 100 मार्क्सको हुनेछ, 100 पोइन्टको हुनेछ। अनि वेल्डिङ एक्सपिरियन्स हुनु पर्यो। अनि टपिकको इक्जामहरू दिनुभयो भने चाहिँ त्यसबाट चाहिँ कति लेभल ल्याउनुहुन्छ त्यसले लास्टमा के अरे तपाईँको चाहिँ 100 पोइन्ट हुनलाई फाइदा गर्नेछ। अर्को कुरा आयो, +2 को सर्टिफिकेट हुने व्यक्तिहरूको लागि 20 पोइन्ट हुन्छ। जसले ब्याचलर्स गरेको छ उसले 30 पोइन्ट पाउनेछ। यो वर्षमा 2 चोटि इक्जाम भइरहेछ। अनि सिटिभिटीको जति धेरै एक्सपिरियन्स छ, एक्सपिरियन्स मतलब जति लामो समयसम्म गर्नुभएको छ त्यति नै तपाईँलाई चाहिँ प्लस पोइन्ट हुनेछ। एनएसटिभीले पनि त्यस्तै तपाईँलाई चाहिँ प्लस गर्नेछ। फुल मार्क्स 100 पोइन्टको हो। योभन्दा अघिल्लो वर्ष 66 पोइन्ट ल्याउने मान्छेहरू पास भएको थियो। अब योचोटि कति हुन्छ थाहा छैन। यसमा पनि जसको यो सबै कुरा क्राइटेरिया मैले अहिले भने नि, त्यो सबै पुरा हुने व्यक्तिले चाहिँ कोसिस गर्नुहोला, भर्नुहोला। एक पास भइसके पछाडि चाहिँ फेरि तपाईँको चाहिँ ट्रेनिङ गर्नलाई चाहिँ बुटवलमा छ, त्यहाँ गएर गर्न सकिन्छ। 55,000 लाग्छ है। यही जानकारी दिनको लागि म अहिले आएको थिएँ हजुरहरूको माझमा। अहिले तपाईँहरूले थाहा पाइसक्नुभयो। यसमा पनि जसको छ, जसले अध्ययन गर्नुभएको छ, जसको +2 छ, जसको ब्याचलर छ, जसको वेल्डिङ ट्रेनिङको सर्टिफिकेट छ, उहाँहरूले चाहिँ यसमा पनि एकचोटि प्रयास गर्नुहोला भन्न चाहन्छु। यति भन्दै मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहे। हस्त नमस्ते। फेरि पनि म यस्तै विषयवस्तु लिएर आउनेछु। र लास्टमा जसले यो मेरो पहिलोचोटि भिडियो हेर्दै हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु।